छैन सिरियस सिन भइरहेको छ सिरियस सिन कोही च्याटमा कोही हाँस्यो भने भन्दैछु नि फेरि कसम से म साच्चै हेरे मलाई हेर्न नआछ यसलाई पनि हेरेर आछ भन् यता सुन दिजु यो दुश्मन हो हैन एउटा सिन बन्ने अब त तेरो पनिसमेन्टै थियो अब त म आइसके कि तर म पहिलेदेखि सँगै गाउँमा हुर्केका सँगै खेल्ने सँगै लडीबुडी गरेर हुर्केका दाजुभाइ हौ हैन अब म बाटोमा हिँड्दै थिएँ हिँड्ने बेलामा पछाडिबाट आएर मलाई एक मुक्का हानेर मलाई बेहोस बनाइदिए बुझ्यौ नि बोला त को फोनको बिचमा फोन गर्ने बीचमा को यो फोन गर्ने यताले सुटिङको बिचमा डिस्टर्ब भयो अहिले न सुटिङको बिचमा अहिले पछि गर्छु डिस्टर्ब ल सुन यता सुन है तर म सानैदेखि मिल्ने दाजुभाइ हौ म बाटोमा हिँड्दा थिएँ यो दुश्मन हो मुखमा मुकुट लगाएर आउँछ लामा मुकुट लगाएर आउँछ यसले मलाई पछाडिबाट हान्छ मलाई ठाउँको ठाउँ बेहोस बनाइदिन्छ अब तैँले कसरी बचाउँछ मलाई हेर्नु मन छ बुझ्यो कि नै एउटा झोलामा लिएर त म ब्यागमा म उ गर्दैछु के कसरी बचाउँदो रहेछ तैँले हेरौँ ब्याग ल्या म कलेज पढ्न जाँदैछु कलेजबाट आइरहेको छु म डायलग भनेर बचाउने हो कि एक्सन गरेर बचाउने डायलगै भन्ने हो कि जसरी भए पनि बचाउनु पर्यो जसरी भयो भने बचाउनु पर्यो डायलग गरे पनि एक्सन गरे पनि बचाउनु चाहिँ पर्यो रोग म कलेजबाट आइरहेको छु है यो गुन्डा हेऱ्यो बुझ्यो कि नै यो गुन्डा हो है यो आउनु लाग्छ नहाँस दाई मर्नु लाग्को छ नहाँस अरे मलाई देखेर हाँसिरहेको म खेल्नु यस्तो हाँस्यो नै कोही पनि नहाँस ओ यसको यसलाई गुन्डा बनेको स्वाइन हो तिमीहरूलाई किन हाँसिरहेको च्याट नहाँस न यार यसलाई गुन्डा बनेको स्वाइन हो नहाँस पक रोक म आएँ ल बन गुन्डा बन देखा तेरो गुन्डिनीपन देखा त एकछिन यो हाँसिरहेको च्याटमा म डिस्टर्ब भइरहेको छु किन हाँस्छु त्यस्तो गाइस डिस्टर्ब नगर न एकछिन गुन्डिनी बनेर आइछ हेर यहाँ यो देखेन यो राइडर बने कि अरे ओ भाइ ल पक हैन भाइ चाहिँ भन्ने न म आनन्दले हिँडिरहेको हुन्छु के भनेर बोलाउँ त तँलाई ओए अबे गर्ने अब के हो तैँले सिधै पछाडिबाट हान्ने हो के पछाडिबाट सुन गर्छ किनकि सुरुमा त आपसमा झगडा हुनु पर्यो नि के त तँलाई म राम्रै लागिरहेछ कि ल चल ल झगडा हुनु पर्यो त उताबाट आउँदैछ म यताबाट आउँदैछु है हिँड्दै ठोकिन्छ ओए त म एकछिन ठोकिस् भनेर भन्छु म फेरि ल एक्सन ओए केटा के हो पक आँसु लाग्यो एकछिन पक त देखिनेस् के त फ्रेममा आइनेस् भाइ त रेडी छस् नि बजाउनको लागि टक्क पोजिसनमा बसिहाल आउनलाई कस्तो हिँडाको गर्ने ओए केटा ओए तँलाई बाटोमा कसरी हिँड्नुपर्छ थाहा कि तँलाई म आफ्नै बाटो हिँडिरहेको थिएँ यो तेरो बाटोको बाटो हो आफ्नै बाटो भन्दैछस् टुल्लु मेरो दाइलाई कसले हात लगायो छोडिदिनु मेरो दाइलाई छोडिदिनु मलाई पनि दुख्यो छोडिदिनु पर्यो छोडिदिनु पर्यो म छोड्दिन यसले छोडिदिनु पर्यो टुल्लु मेरो भाइ छोडिदिनु पर्यो यसले मेरो बाटो हो भन्यो म हिँडिरहेको किन छोडु म तिम्रो भाइलाई छोडिदिनु पर्यो मेरो दाइलाई छोडिदिनु पर्यो भाइ अरू के भन्ने भयो भन नत्र म छोड्दिन टुल्लु नै छोडिदिनु पर्यो म छोड्दैन टुल्लु छोडिदिनु पर्यो मेरो भाइ आमाको ख्याल राख्नु भाइ छोडिदिनु पर्यो म किन छोडु म तेरो भाइको म छोड्दैन टुल्लु सिद्धार्थ ब्याङ्कमा मैले 2700 रुपियाँ राखेको छु मेरो एकाउन्टको खातामा त्यो निकालिहाल्नु भाइ मेरो पिन 1978 हो त्यहाँको पिन सिन निकाल्नु आमाको ख्याल राख्नु मेरो लास छ टुल्लु जान पाइन्न दाइ
त्यस्तो हुन सक्दैन ठुलो मेरो भाइ जालसाजी गरेर यो दुनियाँले मलाई यस्तो गरे टुल्लु गएर मेरो गाउँ मेरो वडामा गएर आफ्नो मतदाता दिनु मेरो भाइ यसपालि राम्रो मान्छेलाई पनि भोट हाल्नु है मेरो भाइ है दाइ दाईलाई यस्तो एट्याक गरेर दाईलाई आफ्नो लास्ट स्थितिमा पनि आफ्नो भोटर कार्ड बनाएर म भोट हालेर मात्रै सेल्टिने सोचिरहेको छु टुल्लु त आफू पनि त्यहाँ ठाउँमा राम्रो मान्छेलाई भोट हाल्नु है मेरो भाइ आमाको ख्याल राख्नु मेरो भाइ होइन दाइ त्यस्तो हुन भाइ सक्दैन हुनुभन्दा त बरु त सल्टेकै बाबु या! त सल्टी। मेरो भाइ त्यस्तो हुन सक्दैन भाइ हुनु सक्दैन भइसक्यो चल बोल भयो दामी दामी तैँले खाइ मार्केट खाइ बुझी कि नै खाइसक्यो। तँ होस् अँ, चाहिएको अब यस्तो तँ होस् खतरनाक यो हातको खायो कि यसले देख्दैस् यो हातको अँ यो हातको यस्तो खाइस् तैँले मार्केट बुझिस् कि नै तैँले मार्केट खाइसक्यो कस्तो थियो मार्केट गाइस खाइसकिस् कस्तो थियो हाम्रो टुल्लुको लभ यु मेरो भाइ गुन्डाको रोल त मैले नै पाउँछु जस्तो छ अब त लभ यु गुन्डाहरू साइड लागे हुन्छ अब नयाँ गुन्डाको इन्ट्री भइसक्यो ठिक छ चल चल निकल बाबा भयो सुन अँ, भन। भाइ चुप लागेर बस है बोल्न पनि गाह्रो छ कि भाइ